हेलो हेलो साथीहरू, यहाँ सबैजनालाई आज भने चाहिँ हामी जर्सिङ पौवामाथि, यो चाहिँ निकै लेकमा पर्छ है, शेर्पा टोल बस्ती जाँदैछौँ है त। के कारणले जाँदैछौँ हेर्दै जानु होला भनेर सुनाइदिई पनि हाल्छु। हामी चाहिँ कोरियाबाट लिएको पिक फर्म पिक बङ्गुर चाहिँ आज हामी हेर्न पनि जाँदैछौँ र त्यहाँको अवलोकन र मासु पनि लिन जाँदैछौँ क्या। यस्तो अगाडि भाइहरू हुनुहुन्छ, हामी चाहिँ बिस्तार पछाडि जाँदैछौँ। म चाहिँ ड्राइभ गर्दैछु अनि अफरोड बाटो रहेछ, स्कुटर पनि, बाइक स्कुटरहरू सबै जान्छ होइन, राम्रैसँगले जान्छ। र अब चाहिँ हामी चाहिँ पिक फर्म चाहिँ पुग्यौँ र देख्न सक्नुहुन्छ पिक फर्म हो यो। यहाँ चाहिँ फेरि जुगा पनि लाग्दो रहेछ। यहाँ लोकल कुखुरा पाउनुको साथै साग काँक्रोहरू सबै पाउनुहुन्छ। ल म चाहिँ पिक फर्मभित्र छिरेँ। यो चाहिँ कोरियाबाट आएको पिग है, यो चाहिँ बङ्गुर एकदम राम्रो छ। यहाँ सुपथ मूल्यमा पाइन्छ है। यहाँ फेरि हजुरहरूले अर्डर गरे अनुसार र तपाईँलाई पुरै सिङ्गै चाहिन्छ भने पनि उपलब्ध हुन्छ होइन, कन्ट्याक्ट गर्न सक्नुहुन्छ। र मेरो भिडियो हेर्दै हुनुहुन्छ भने राम्रोसँगले हेरेर यो पिक चाहिँ कहाँ छ, के कस्तो छ भन्ने कुरा चाहिँ तपाईँहरूलाई म डिटेल रूपमा बताइदिन्छु। यो चाहिँ कोरियाबाट आएको पिक हो बङ्गुर, एकदमै राम्रो छ। यो चाहिँ कति खानु हामी खोटाङको होइन, धरानी कालो बङ्गुर, यो काठमाडौँको फर्मको कति खानु भनेर चाहिँ त्यस्तो गरेको। ल हाम्रो यहाँ साथीभाइहरूले बनाउँदै हुनुहुन्छ, एकदमै राम्रो छ। कोरियाबाट आएको होइन, एकदम। ल देख्न सक्नुहुन्छ हामी अब करिब सक्न लागिसक्यौँ। बनाउने तरिका पनि यस्तो तरिका छ है। गाउँघरमा चाहिँ पहिला खरले पोलिन्थ्यो भने यहाँ यो सहर बजारमा चाहिँ अलिकति धेरै एडभान्स तरिकाले लो तातो पानीले गरेर ल अब सक्नु लागिसक्यो। धुने काम भयो र आगोले पनि ग्यासले फुलेर चट्टसँगले ल यसको चाहिँ जगरहरू चाहिँ केही नै हुँदैन, एकदमै वाक्खी हुन्छ, वाक्खी सुठो नि। ल हेर्नु सक्नुहुन्छ, सक्न लागिसक्यो करिब अब गफसफ पनि गर्दैछौँ होइन। यस्तै छ है, हामीलाई सम्पर्क गर्नु होला। यस्तो राम्रो छ नि मासु, यस्तो राम्रो छ, चट्ट परेको 3 पिस सेकुवा पोलेर खानलाई अनि गाउँघरको स्टाइलले रक्ती लगाएर खानलाई चाहिँ एकदम राम्रो छ। ल है।